है पाँचम एपिसोड। आई फेरो हम सब डॉक्टर श्री सरियाल संगे छिए, मानसिक रोग विशेषज्ञ। नमस्कार डॉक्टर साहब, स्वागत छ हजुरलाई हाम्रो स्टुडियोमा। आई के टॉपिक हमर सबके छै नशा, दुर्व्यसनी, ड्रग्स के संबंध में हम डॉक्टर साहब से बात करम। अपन ही नेपाल के कॉन्टेक्स्ट में गप करी तो ये बहुत बड़का एक प्रॉब्लम छै। और अभी हाल साल में एक गांजा के खेती करके परमिशन देल जाए, कहीं कभी बीच में बहुत जरा न्यूज में आयल छलैया, तो लॉकडाउन के वजह से टॉपिक तनका दिन ला शांत है। तो डॉक्टर साहब से हम सब बात बुझे छिए नशा के प्रकार के छै, नशा सही माने में केना हम सब डिटेक्ट करिए बुझिए कि नशा में छै आदमी की होइ छै। डॉक्टर साहब यो नशा भन्छौँ नि हामी ड्रग्स एब्युज जुन हामी कुरा गरिरहेको हुन्छौँ, के हो यो? होइन, ड्रग्स अब्युज भन्नाले अब जस्तो के हुन्छ भने कुनै पनि ड्रग्सको हामी सामान्यतया बुझ्दाखेरि तीन प्रकारको प्रयोग भनेर भनिन्छ। एउटा प्रयोग हुन्छ कि कहिलेकाहीँ खाने गर्ने तर त्यो खाएर खासै केही अरूलाई आफूलाई वा अरूलाई केही असर नपर्नेलाई चाहिँ त्यो कमनली युज भनिन्छ। त्यसपछि अनि अर्को हुन्छ एउटा अब्युज भनेर। अब्युज भनेको चाहिँ अब दुरुपयोग भनेको चाहिँ अब जस्तो जुनै सुकै कुरा पनि हाम्रो जस्तो जिउमा परिसके पछाडि अनि त्यहीले चाहिँ अब आफूलाई वा सामाजिक तहमा चाहिँ केही कुराको हानि नोक्सानी पुर्याउने गर्ने वा केही किसिमको नराम्रो गर्न थाल्यो भने त्यसलाई अब्युज भनेर भनिन्छ। अनि त्यसपछि अर्को हुन्छ कि डिपेन्डेन्स भनेको अब कुनै कुराको बानी पर्नु, त्यसलाई चाहिँ डिपेन्डेन्स भनेर भनिन्छ। ओके, अब सर तपाईले जसरी भन्नुभयो युज, एब्युज र डिपेन्डेन्स, यसमा हामी फेरि आउँला। सबभन्दा पहिले यो ड्रग्स के ड्रग्स भनिन्छ? कुन दारूलाई ड्रग्स भन्ने कि खैनीलाई भन्ने कि चुरोटलाई भन्ने कि त्यो इन्जेक्सन लिनेलाई भन्ने कि ट्याब्लेट खाने मान्छे ड्रग्स भन्ने कि गाँजा, हफिम? ड्रग्सको त धेरै प्रकारका ड्रग्स हुन्छन् हैन? ड्रग्स कसलाई भन्छौँ? होइन, ड्रग्स भनेर अब जस्तो कुनै यस्तो हुन्छ, अब मेडिकल ल्याङ्ग्वेजमा चाहिँ ड्रग्स भन्नाले चाहिँ कुनै पनि औषधिलाई ड्रग्स भनेर भनिन्छ। तर हामीले आज यो चर्चा गर्न खोजेको विषय चाहिँ यसलाई चाहिँ हामी साइको एक्टिभ सब्सटेन्सेस भनेर भन्छौँ। साइको एक्टिभ सब्सटेन्सेस भनेको कुनै पनि यस्तो औषधि वा कुनै पनि यस्तो चिज जसले चाहिँ दिमागमा असर गर्छ, त्यसलाई चाहिँ अनि त्यो साइको एक्टिभ सब्सटेन्सेस भनेर भनिन्छ। अब जसमा चाहिँ प्रायः जसो हाम्रो देशमा चलिरहेको वा हाम्रो समाजमा चलिरहेको भने एकदम प्राइम एक्जाम्पल चाहिँ चुरोट, खैनी, जसमा चाहिँ निकोटिन भन्ने तत्त्व हुन्छ। त्यसपछि रक्सी, खैनी, अनि रक्सी, गाँजा, भाङ, धतुरो, अनि त्यसपछि अरू भनेको ट्याब्लेटहरू, चिया भयो, कफी भयो, अनि त्यसपछि यो ब्राउन सुगरहरू भयो। यिनीहरू नै प्रायः जस्तो हाम्रो समाजमा चलिरहेकोहरू चाहिँ ड्रग्स भनेर, जुन कमनली हामीले बुझ्ने गर्ने भनेको ड्रग्स चाहिँ यिनीहरू नै हो। यो फेन्सी डिल भन्ने जुन धेरै कमनली हामी सुनिरहेको हुन्छौँ र इन्जेक्सन फर्टमिनहरू के आउँछन्, इन्जेक्सन ट्याब्लेट पनि आउँछ कि यो कुन क्याटेगोरीमा पर्छ फेरि? यो चाहिँ हामीले क्लासिफाई गर्दाखेरि चाहिँ यसलाई ओपियोइड्स भनेर भनिन्छ। ओपियोइड भनेको जुन अफिमको परिवारबाट तल आए, यो अफिमको परिवारको सदस्यहरू जस्तो भए। अनि त्यही भएर चाहिँ यिनीहरूमा अब जस्तो फेन्सी डिलहरूमा कोडिन भन्ने तत्त्व हुन्छ, जुन चाहिँ सबै कुरा मिलाएर गरेर जस्तो अफिमकै नसा गरेको जस्तो दिमाग वा शरीरमा यसको लक्षणहरू देखिन्छ। ओके सर, अब हामी कुरा गर्दा सबभन्दा पहिले कमनली जुन चिया र कफीको कुरा गर्दा एकदम कमनली सबैले खाइरहेको हुन्छन् हैन? अब कफी खाना बानी छ, 3-4 कप 5 कप खाइन्छ, खाएन भने टाउको दुख्ने हुन्छ एकदम धेरै। के हो यसको बारेमा अलिकति हामीलाई त्यो इलाबोरेट गरिदिनु न। होइन, यस्तो हो सुमितजी, अब कस्तो हुन्छ भने चाहिँ जस्तो मैले भने कुनै पनि कुराहरू चाहिँ जसले चाहिँ दिमागमा असर गर्ने हुन्छ होइन, अनि वा जुन कुराको दिमागले बानी पारिसकेको गरेको हुन्छ, त्यो कुराहरू हाम्रो जिउमा नपर्दाखेरि हामीमा सर्टेन केही शारीरिक र मानसिक लक्षणहरू देखिने गर्ने गरेको छ। अब त्यसमा चाहिँ जस्तो मानसिक लक्षणहरूमा चाहिँ अब के हुन्छ भने अब त्यसको बारेमा सोचिरहने, अनि त्यसपछि त्यसको बारेमा कुराकानी गरिरहनेदेखि लिएर त्यो कुराहरू पाउन वर्नलाई हामीले आफ्नो दिमाग र आफ्नो शक्ति त्यसमा लगाउने गर्ने गरेका छौँ। अनि त्यसो शारीरिक भनेको चाहिँ अब त्यो नहुँदाखेरि
टाउको साउको दुख्ने वर्ने हुन्छ, त्यसपछि अनि एकदम जिउ गलेको वरेको जस्तो लाग्ने वर्ने हुन्छ होइन। अनि त्यही भएर चाहिँ अब जस्तो कफीहरू वा चियाहरू नखाँदाखेरि चाहिँ यही लक्षणहरू देखिन्छ। अब किनभने कफीका अब एउटा चाहिँ साइकोलोजिकल मानसिक भनेको जस्तो के हुन्छ, बिहान बिहान मान्छेहरूलाई उठेर चिया चाहिने हुन्छ, अनि चिया पनि एकै टाइममा चाहिने हुन्छ। बिहान प्रायः जसो मान्छेलाई 6-7 बजीतिर यदि कसैले चिया खान्छ भने होइन, अब त्यो मान्छेले 6-7 बजीतिर चिया खानु पर्यो, नत्र भने त्यसभन्दा पछाडितिर खान थाल्यो वा पाइएन वरेन भने फेरि टाउको साउको दुख्न वर्न थाल्छ। त्यसपछि अनि एकदम के नपुगेको, जिउमा के नपुगेको जस्तो त्यस्तो लक्षणहरू आउने वर्ने हुन्छ। अब यो चाहिँ सामान्य चियामा भयो, किनभने धेरै जसो घरमा चियै खाने वर्ने गरेको छ। अब त्यसै कफीमा चाहिँ अनि त्यसपछि यो चिया र कफीमा चाहिँ एउटा सामान्य कुरा के हुन्छ भने चाहिँ एउटा केमिकल जस्तो हुन्छ जुन चाहिँ लाई क्याफिन भनेर भनिन्छ। त्यो क्याफिन भन्ने तत्त्व चाहिँ मेनली दिमागमा काम गर्छ। अब यो क्याफिन चाहिँ अनि डेली खाँदा 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 के हुन्छ नि दिमागलाई यसको बानी पर्छ, अनि त्यही कारणले गर्दाखेरि यसको यो किसिमको लक्षणहरू देखिने वर्ने हो। यो कतिको हानिकारक छ चिया र कफी जुन हामी रेगुलर युज गरिरहेछौँ, यो चिन्तित हुने विषय त छैन न, कमनली लिन सकिन्छ कि यो सचमा कतिसम्म लिमिट हुन्छ नि, 4 कप खाँदा नर्मल छ, 10 कप खाँदा धेरै हुन्छ, के छ यसको? यस्तो हुन्छ, अब जस्तो कुनै पनि कुराको नर्मल अमाउन्टमा लियो वर्यो भन्यो भने त्यसलाई ठिकै पनि मान्नुपर्छ। अब चिया कफीहरू हाम्रो जहिले पनि प्रयोग हुने वर्ने कुरा नै हो, अनि त्यही भएर चाहिँ त्यसलाई चाहिँ नर्मल अमाउन्टमा जस्तो दिनको 1-2 कप चिया अनि त्यसो वा 1 कप जस्तो कफी खाँदा गर्दा चाहिँ जुन हाम्रो बिहानको नर्मल वेकफुलनेस जुन फ्रेस हुने वर्ने त्यसलाई चाहिँ राम्रो गराउँछ। अब तर त्योभन्दा बढी लिन थाल्यो भने र क्याफिनको मात्रा यदि हाम्रो जिउमा बढी हुन वर्न थाल्यो भने चाहिँ अनि त्यसपछि चाहिँ अनि हामीलाई धेरै किसिमको समस्याहरू आउँछ, जस्तो मानसिक र शारीरिक दुईटै किसिमको समस्याहरू आउने वर्ने गर्न सक्छ। ओके, यो भयो चिया र कफीको कुरा। अब यो जुन चुरोट र खैनी तपाईँले भन्नुभएको थियो सर, खैनी पनि त मलाई लाग्छ यता एसियन कन्ट्रीको कुरा गर्दा या इन्डिया नेपालको कुरा गर्दा म्याक्सिमम पर्सनले या धेरै मान्छेले खैनी खाइरहेको देख्छौँ हामीले, र चुरोट पहिल्यैभन्दा धेरै मान्छेले चुरोट खान कम पक्कै पनि गरेका छन् डाटाले भनेअनुसार, तर पनि चुरोटको सेल्स त धेरै छ। यो के हो, मतलब यसलाई हामीले कसरी ड्रग्समा लिने हो? अनि यसलाई पनि यही हो, यो सबै मैले अघि भनेको जति कुराहरू थियो होइन, अनि यो सबै कुराहरू चाहिँ अब बेसिकली हाम्रो त्यही सेन्ट्रल नर्भस सिस्टम वा हाम्रो दिमागसँग जोडिएको कारणले गर्दाखेरि नै यसलाई नसालु पदार्थमा गनिन्छ। अब जो चुरोट खैनीहरूमा चाहिँ हुन्छ चाहिँ के भने एउटा निकोटिन भन्ने तत्त्व हुन्छ, जुन प्राय आजकल सबैलाई पनि थाहा छ, किनभने अब चुरोटको वा खैनीको बारेमा चाहिँ धेरैजना पत्रिका वा मिडियाहरूमा यो कुराहरू आउने गर्ने गरेकै छ। अब निकोटिनले चाहिँ अनि त्यसपछि हाम्रो दिमागमा काम गर्ने कारणले गर्दाखेरि चाहिँ अब के हुन्छ भने बारम्बार एउटै कुरा त्यो निकोटिन पनि लिँदै अनि त्यसको बानी जस्तो परेको हुन्छ। त्यही भएर अब जुन दिन हामीले लिँदैनौँ त्यो दिन हामीलाई अब के हुन्छ भने एकदम कहिले पाऊँ, कहाँबाट पाऊँ, के कसरी पाऊँ भनेर अनि त्यो निकोटिन चाहिँ हामीलाई एकदम बानी पर्न थाल्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब यो नसालु पदार्थमा गर्नु परेकै त्यही कुरा हो। ओके, चुरोट खैनी चिया कफी यो 3-4वटा त त्यति धेरै यो समाजमा कमनली चल्दै आएको कुरा हो। अब यसलाई धेरै क्रोनिकली या अरू समाजलाई एफेक्ट हुने गरेको कुरा छैन, तर हामीले मार्केटमा देखिरहेछौँ जुन रक्सी खाएर मान्छे बदमासी गर्ने या ड्रगहरू जसरी इन्जेक्सन लिने या ट्याब्लेट खानेहरू जुन प्रब्लम देखिरहेछौँ, यसले सामाजिक स्तरमा धेरै प्रब्लम क्रिएट गरिरहेको हुन्छ होइन। यो निको हुनसक्छ, ठिक हुने हो र? यो निको हुनसक्छ, एकदम 100% निको हुनसक्छ। किनभने चाहिँ के हुन्छ भने जस्तो कुनै पनि कुराको बानी परिसकेपछि त्यसलाई चाहिँ अब हामीलाई कुनै जेनरली के मानिन्छ भने 3 देखि 4 हप्ता जस्तो चाहिँ हामीलाई कुनै पनि कुराको बानी पर्न लाग्छ। अब हामीलाई त्यो बानी पर्नलाई 3-4 हप्ता लाग्ने कारणले गर्दाखेरि 3-4 हप्तासम्म हामीले त्यसलाई प्रपरली राम्रो तरिकाले छुटाउन सक्यो, जस्तो जबरजस्ती हातखुट्टा बाँधेर गरेर छुटाएर त्यो मान्छेले छोड्न पर्ने वाला छैन। अब यसको लागि के हुनु पर्यो भने प्रपर एउटा काउन्सिलिङ हुनु पर्यो। काउन्सिलिङ भनेको कस्तो भने कि यो खानाले अप्ठ्यारो के भइरहेछ, गाह्रो के हुन्छ, यो खाँदाखेरि तिम्रो जिउमा के भइरहेछ, यो किन खानु हुँदैन, यो खानाले राम्रो के हुनसक्छ, यो खानाले नराम्रो के हुनसक्छ भने किनभने यस्तो हुन्छ कि जस्तो मलाई भित्रबाट कुनै पनि इच्छा छैन कि म यो कुनै पनि कुरा छोडौँ भन्यो भने भगवानले आएर पनि मलाई त्यो कुरा छुटाउनेवाला छैन।
म जसरी भए पनि त्यो कुरा पाइहाल्छु। म 3 महिना 6 महिना जस्तो म कतैतिर बसेर रिहेबिलिटेसन सेन्टरमा गएर बसौँ, अनि त्यसपछि म 6 महिना पछाडि आएर अनि त्यसमा मैले कुनै न कुनै दिन फेरि मैले त्यो प्रयोग गर्नु थालिहाल्छु। अनि त्यही कारणले गर्दाखेरि चाहिँ प्रपर यदि एउटा मनोसामाजिक पार्ट र एउटा अनि त्यसपछि फिजिकल पार्ट, त्यसलाई चाहिँ राम्ररी डिस्कस नगरिकन यदि कुनै पनि नसा छुटाउनु थालियो भने त्यो कुनै पनि सक्सेसफुल हुँदैन। अनि त्यही भएर चाहिँ अब जस्तो तपाईँको प्रश्नको उत्तर चाहिँ अब जस्तो यो दुईटै कुराहरू मिलाएर गरेर, किनभने एउटा कुनै नसा गर्ने मान्छेको वरिपरिको धेरैवटा फ्याक्टरहरू हुन्छ जसले चाहिँ उसलाई नसा गर्नलाई एकदम बाध्य बनाएको गरेको हुन्छ। जस्तो के हुन्छ भने चाहिँ कुनै बाटोमा बसेर काम नभएको लफङ्गा मान्छेहरूले नसा गर्नु र अनि त्यसपछि अब किन नसा जसले पनि गर्न सक्छ। अनि र मानौ कि जस्तो मैले नै नसा गरिहालेँ र मैले पनि अब दुइटैले एउटै कुरा खाइरहेछौँ भने होइन, हाम्रो त्यो नसा गर्ने कारणहरू फरक फरक हुन्छ। अब यो कारणलाई यदि हामीले केलाउन सकेनौँ, जस्तो मलाई आएर कसैले होइन यो नसा गर्नु हुँदैन, यसले त नराम्रो गर्छ यस्तो यस्तो भनेर भन्यो भने मैले उसलाई उल्टो सिकाएर पठाइदिन सक्छु कि हेर बाबु तिमीले मलाई जति सिकाछौ त्योभन्दा बढी मलाई थाहा छ, तर यो म के कारणले गर्दाखेरि अनि त्यसपछि मैले यस्तो नसा गरिरहेको छु, मैले मेरो यदि केही समस्या छ, मेरो केही अरू नै केही कारणहरू छ भने त्यो कारणहरू खेलाउनु गर्न सकिएन वा खुलाउन सकिएन, ठिक पार्न सकिएन भने कहिले पनि त्यो नसाहरूबाट चाहिँ मान्छेलाई छुटाउनु गर्न सकिँदैन। ओके सर, तपाईँले अहिले जुन यो कारण भन्नुभयो नि, नसा गर्ने कारण हुनसक्छ होइन। अब जसरी धेरै मान्छेले रजनीगन्धा तुलसी खान्छन्, कमनली खाइरहेको हुन्छन् होइन, चुरोट खान्छन् कमनली खाइरहेछन्, रक्सी पनि त कमनली, अब जस्तो मेडिकल साइन्सले नि वाइन खानु रे हार्टको लागि राम्रो हुन्छ भन्छन् रे, कहीँ स्टडीमै हामीले केही पढाएको थियौँ, मान्छेले भन्छन्। छुटाउने र खाने यो जुन दुईवटा कुरा तैँले हामी गरिरहेछौँ अहिले, यो खाउँ जुन लाग्छ तर रिजन डिफ्रेन्ट हुन्छ होइन। अब त कतिजनाले चुरोट त फिल्ममा देखेँ, हिरोले खाएको देखेँ रे, अरू खाएको राम्रो लाग्छ रे, टाइम पासलाई खाइरहेको हुन्छन् रे, कुनै एक्जिस्टिङ रिजन त हुँदैन यसको? हुँदैन। त्यो तपाईँले भने जस्तो पनि हो, खास आफ्नो कुनै एउटा अब रोल मोडल, अब जस्तो समाजमा जे कुरा मान्छेले पोर्ट्रे गरेछ त्यो अनुसारले नै हुने हो। जस्तो अब पहिला थिएन, अब हिरोहरूले हिरोइनलाई जिस्काएर ओरेर अनि त्यसपछि पछि पर्दा अनि त्यसपछि घरि के गरिदिने, घरि कहाँ गइदिने, घरि कता छुइदिने, अनि त्यसै पछाडितिर अब फिल्म न हो, अनि त्यसै पछाडितिर हिरोले हिरोइनलाई पाउँछ। अब तर अब यही कुराहरू त अब अहिलेको समाजमा त यो कुराहरू जस्तो बसेर पछाडि त्यही 10 वर्ष पछाडि त्यही केटीसँग बिहा होला अरे, तर अहिले गएर मैले यहाँ बाटो रोकेर अनि त्यसपछि बाटोमा जिस्काएर ओरेर गऱ्यो भने त यो त नराम्रो कुरा भयो नि त। त्यही भएर चाहिँ अब कस्तो हुन्छ भने चाहिँ अब जेसुकै कारणले गर्दाखेरि मान्छेले कुनै पनि नसालु पदार्थ सुरु गरेको होस् होइन, तर अब त्यसको तत्काल असर अनि त्यसपछि त्यसको पछाडिको असरहरू चाहिँ एकदम निकै भयानक पनि हुनसक्छ। नसा सुरु गर्ने कारण जसरी ड्रग्स लिने मेन नसा, अब अहिले हामीलेसम्म यो ड्रग्सी, चुरोट, खैनी, चिया यो त कमनली हाम्रो समाजमा हामी देखिरहेछौँ, तर हाम्रो यो समाजले बुझ्ने के हो, सुइया लिइरहेछ, इन्जेक्सन लिइरहेछ या निन्दको औषधि खाइरहेछ, त्योलाई हामी नसाको रूपमा लिन्छौँ, समाजले मान्छ। त्यो लिने कारण के हुन्छ? अनि अब यस्तो छ, यो के चाहिँ कस्तो हो भने चाहिँ मेरो विचारमा चाहिँ यसलाई चाहिँ अब अन्डरस्ट्यान्डिङ अफ द डिजिज जस्तो पनि भयो क्या। जस्तो जे कुरा फ्रिली पाइरहेको छैन भने सबै कुरा, यदि सबैले सबै कुराहरू फ्रिली पाइरहेछन् र कसैमाथि रोकटोक छैन भने त्यसलाई चाहिँ अनि त्यसपछि बढी फ्री वा क्याजुअल तरिकाले लिइन्छ। जस्तो चुरोट भयो होइन, चुरोट बाटैमा बसेर पनि खान पाइयो नि त। अब अनि त्यसपछि रजनीगन्धा, तुलसी भन्नुभयो होइन, जुन कुराहरू बाटैमा बसेर पनि खान पाइयो र यसमा खासै कसैलाई त्यति साह्रो अप्ठ्यारो महसुस पनि हुँदैन। तर अब के हो भने चाहिँ रक्सी अनि त्यसपछि ट्याब्लेट अनि सुईहरू भयो, अब यो चाहिँ के छ भने यो बाटोमा बसेर खान मिलेन, यो बाटोमा बसेर युज गर्न पनि मिलेन, किनभने अब हाम्रो समाजमा चाहिँ यो कुराहरू यसरी चलेको छ कि ल यो चाहिँ प्रपर ड्रग्स हो भनेर। अनि त्यही कारणले गर्दाखेरि चाहिँ एकदम गाँजा खाने, गोटी खाने वा अनि त्यसपछि रक्सी खाने वा सुईहरू लिनेलाई चाहिँ अलि
ठुलो ड्रग एडिक्ट जस्तो गरी लिइन्छ। तर सामान्य यसो हेर्दाखेरि त चुरोट खाने अनि त्यसपछि खैनीहरू पनि त आखिर ड्रग्सै त हो। तर के हो भने यो चाहिँ हाम्रो समाजले कतिसम्म चाहिँ अलाउ गरिसक्यो कि दिइसक्यो होइन, यतिसम्म त ठिक छ। किनभने अब नर्मल र एबनर्मल एकदम ठुलो तरिकाले हेर्दाखेरि चाहिँ ग्रसली के हो भने समाजले जे कुरा चाहिँ दियो, समाजको दायराभित्र जे कुरा बसेर हो त्यो नियम कानुनभित्र जेमा बसियो वर्यो त्यो चाहिँ नर्मल भयो। अब त्योभन्दा बाँकीको पार्ट चाहिँ अनि त्यसो एबनर्मल भयो। जस्तो एउटा सानो उदाहरण म दिन्छु। रक्सी प्राय धेरैले खाने गर्ने गरेका छन् होइन। अब के हुन्छ भने चाहिँ सपोज मैले नै रक्सी खाएँ अरे, मैले नै रक्सी खाँदाखेरि चाहिँ के हुन्छ, अब म घरमा बसेर आफ्नो घरमा बसेर खान्छु वा म कुनै रेस्टुरेन्टमा बसेर खान्छु होइन, त्यो कुराहरू हाम्रो समाजले दिएको छ कि ल ठिक छ हो यतिसम्म गर्न पाइयो। तर अब यो म लाइभ इन्टरभ्यूको बेलातिर रक्सी हातमा लिएर बस्छु भने होइन, यो कुरा त हाम्रो समाजले दिएको छैन नि त। म रक्सी खाँदै बाटोमा हिँड्छु यो कुरा त हाम्रो समाजले दिएको छैन। त्यही भएर हाम्रो समाजले जति कुराहरू पर्मिट गरेछ होइन कि यतिसम्म चाहिँ गर्न ठिकै छ भन्यो भने चाहिँ त्यसलाई चाहिँ एकदम हल्का तरिकाले लिइन्छ। अनि ल यो चाहिँ गर्नु हुँदैन भनेपछि त्यो चाहिँ अनि एकदम गहिरो विषय जस्तो भयो। त्यही भएर यो 2-3 वटा कुराहरू चाहिँ जस्तो भाङसाङहरू यताउता भनेको अलि ठुलै विषयहरू पर्न थाल्यो। त्यसो भए अब हामी तपाईँसँग भाङ, गाँजा, इन्जेक्सन, ट्याब्लेटको कुरा मेन टपिकमा आउँ होइन। यो बानी लाग्ने उमेर कस्तो मान्छेलाई र कुन उमेरमा यो बानी लाग्न सक्छ? प्रायः जस्तो बानी लाग्ने भनेको एडोलसेन्स हो। एडोलसेन्स भनेको जस्तो त्यो टिनेजमा हुन्छ 13 वर्षभन्दा पछाडितिर, जुन बेलातिर केटा वा केटीमा एउटा हर्मोनल चेन्ज पनि आउँछ होइन, भित्रबाट केमिकल चेन्जहरू आइरहेको हुन्छ, शारीरिक चेन्जहरू आइरहेको हुन्छ, अनि त्यसो मानसिक चेन्जहरू आइरहेको हुन्छ। अनि त्यो बेलातिर चाहिँ धेरैजनाले अब हुन्छ नि कि त उत्सुकतामा ट्राई गर्छन् कि त साथीहरूको करकापमा ट्राई गर्ने हुन्छ होइन। अब यो चाहिँ प्रायः जस्तो चाहिँ यो बेलातिर सुरु हुन्छ। तर अब नसा लिने बानी चाहिँ जिन्दगीको कुनै पनि बेला कुनै पनि मोडमा कसै न कसैले सुरु गरिदिन ओर्न सक्छ। यसको लागि कुनै एउटा निश्चित उमेर भन्ने हुँदैन कि होइन। अब 60 वर्षको मान्छेले कहिले पनि रक्सी नखा मान्छेले कुनै एउटा कारणवश रक्सी सुरु गरिदिन सक्छ। तर प्रायः जसो मान्छेहरू चाहिँ 13 देखि 14 वर्षको उमेरमा वा 15 तिर प्रायःले धेरैले सुरु गर्छन्। ओके, फ्यामिली मेम्बरले मेरो फ्यामिलीमा मेरो बच्चाले या मेरो फ्यामिली मेम्बरले यो नसा, इन्जेक्सन, ट्याब्लेट, ड्रग्सतिर गयो, म अब यो चुरोट या फेरि खैनीको कुरा गराएन सर है तपाईँसँग। मेरो क्वेसन के छ, जुन हामीले एप्रोप्रिएट ड्रग्स भनिरहेछौँ, ट्याब्लेट लिने, इन्जेक्सन, कफिन, अनि के भन्छ ब्राउन सुगर, हेरोइन के अब आउँछ तर ड्रग्सहरू, त्यो लिन थालेको छ, कसरी हाम्रो फ्यामिली मेम्बरले कसरी बुझ्न सक्छ यो कुरा? यसको लागि चाहिँ हामीले फर्स्ट कुरा कस्तो हो भने एकदम एउटा भनिन्छ अब्जर्भेबल बिहेभियर। के अब्जर्भेबल बिहेभियर भनेको चाहिँ जुन चाहिँ प्रत्यक्ष देखिन्छ कि यसको बानी व्यवहार के छ भनेर। जस्तो ड्रग्स लिनुभन्दा अगाडिको बच्चा कस्तो थियो अनि त्यसपछि ड्रग्स लिन थालिसकेको बच्चा कस्तो छ, यसको उसमा चाहिँ बानी व्यवहारहरू चेन्ज आउँछ भनेको छिटो छिटो झर्किने ओर्ने त्यस्तो हुन्छ। त्यसपछि ढिलोसम्म मान्छेहरू बच्चाहरू सुतिरहने ओर्ने त्यस्तो हुन्छ, राति धेरै बेरसम्म उठिरहने हुन्छन्। अनि वा अब घर आउँदाखेरि आँखा लट्ठ भएर आउने हुन्छ, खानासानामा त्यति साह्रो ध्यान दिने ओर्ने हुँदैनन्, पढिरहेको बच्चाहरू पढ्न छोड्छन्। त्यसपछि धेरै जसो फ्यामिलीको मान्छेहरूसँग झगडा गर्न ओर्न थाल्छन्। त्यसपछि उसको साथी सङ्गतहरू चेन्ज हुन थाल्छ। अनि त्यसपछि खाने उठ्ने दिशा पिसाबहरूको सबैको बानीहरू चेन्ज हुन्छ। अनि त्यसपछि पैसा घरिघरि केही न केही कुरामा मागिरहने ओर्ने हुन्छ। अब त्यो अलिकति बढ्दै गइसकेपछि के हुन्छ नि, जस्तो पैसा सैसामा रोकटोक लगाइयो भने घरबाट सामानहरू चोरी हुन थाल्छ, राखेको ओरेको ठाउँबाट। अनि सामानहरू बेचेर ओरेर पनि धेरैजनाले चाहिँ अनि त्यो ड्रग्सको लागि पैसा सैसा निकालिरहेको ओरेर हुन्छ। अनि त्यसपछि धेरै जसो मा चाहिँ सुरुको स्टेजहरूमा चाहिँ चिडचिडापन बढी देखिने ओर्ने हुन्छ। जुन लक्षण तपाईँले भनिराख्नु सर, त्यो उमेरमा प्राय मान्छेमा चेन्ज आइरहेकै हुन्छ, हार्मोनल प्रब्लमले गर्दा होस्, चेन्जले गर्दा होस् होइन, या आफ्नो शरीरको बनावट चेन्ज भएर गर्दा होस् होइन, त्यो चेन्जेस प्राय देखा परिन्छ मान्छेमा। चिडचिडापन हुनु, रिस उठ्नु, फ्यामिली मेम्बरसँग काटेर बस्नु, राति मोबाइल चलाएर राति अबेरसम्म मोबाइल चलाउनु। अनि फेरि यसमा हामीले कसरी त्यो गर्न सकिन्छ? कुनै एउटा यस्तो लक्षण होला नि, कुनै खास 2-4 वटा लक्षण मिलाएर होइन यो ड्रग्सतिर गइरहेछ या फ्यामिली मेम्बर अलिकति चिन्तित हुनु पर्यो प्यारेन्ट्स,
त्यही त अनि त्यसमा चाहिँ अब जस्तो खानपिनमा गडबडीहरू हुनसक्छ होइन अनि त्यसपछि बच्चा बच्चीहरू चाहिँ अब नभनिकनै धेरै ढिलो रातिसम्मै गायब सायब भइदिने पर्ने हुन्छ पढाइ छडाइमा ध्यान दिन छोड्छन् होइन अनि किनभने अब प्रायःले अब हर्मोनल चेन्जले गर्दाखेरि पढाइहरूमा यताउतामा डिस्टर्ब हुने पर्ने हुँदैन रातिसम्म बढीसम्म उठ्न सक्छन् त्यसपछि खानपिनमा गडबडी हुन्छ धेरै जसो मान्छेहरू चाहिँ बिस्तारै दुब्लाउँदै ओर्दै जान्छन् वा अब ड्रग्सहरू युज गर्न थालेपछि कोही कोही चाहिँ एकदम एक्कासी धेरै मोटाउने पर्ने त्यस्तोहरू हुन्छ होइन अनि त्यसपछि घरबाट भन्दा नि उनीहरू साथीहरू बिचमा अनि त्यसपछि उसको साथी सङ्गतहरूको त्यो यसो व्यवहारहरू यताउता हेऱ्यो वर्यो भने नि 1-2-3 हप्ता मजाले स्टडी गरियो भने अनि त्यसपछि ठ्याक्कै अन्दाज लगाउन सकिन्छ कि यसले के चाहिँ ड्रग युज गरिरहेको रहेछ भनेर त्योसम्म पनि अन्दाज लगाउन सकिन्छ ओके भन्नाले 13, 14 या 15 वर्षको उमेरमा अलि प्यारेन्ट्सलाई सतर्क हुनु जरुरी छ हजुर हजुर एकदम एकदम ओके यो ड्रग्स लिएपछि एउटा कुरा कमनली के देख्न देखा परेछ भने मान्छेमा एउटा अजीब टाइपको पावर आउँछ जति पिटे पनि केही नहुने अथवा झगडासडा गर्न जाँदा बेलामा पनि ड्रग्स लिएर खाएर जाँदा मारपिट अलि राम्ररी गरेर आउँछन् रे के हो यो ए होइन त्यो यस्तो हुन्छ ड्रग्सहरूले के गर्छ भने ड्रग्सहरूले हाम्रो एकदम दिमागमा सर्टेन दुई चारवटा केमिकल हुन्छ त्यो केमिकलको मात्रा बढाइदिन्छ जसले गर्दाखेरि चाहिँ अनि त्यसपछि हाम्रो पिटाइ सहन सक्ने क्षमता पनि बढ्छ अनि त्यसपछि हामीलाई के गरिरहेछौँ के हो भनेर त्यसको बारेमा त्यति साह्रो दिमागमा नआउने वर्ने पनि हुन्छ जस्तो डोपामिन भन्ने हुन्छ वा सेरोटोनिन भन्ने केमिकलहरू हुन्छ जसको मात्रा चाहिँ त्यति बेलातिर बढ्ने वर्ने गर्छ अनि त्यही कारणले गर्दाखेरि चाहिँ अनि त्यसपछि मान्छेलाई पिटाइ पनि खाएको गरेको थाहा हुँदैन अनि त्यसपछि मान्छेलाई लाग्छ मैले एकदमै धेरै मारपिट गरेर आएँ एकदम ठुलै काम गरेर आयो भनेर तर त्यस्तो चाहिँ हुँदैन भन्नु खोजे चाहिँ अब ड्रग्स लिँदाखेरि चाहिँ हाम्रो एउटा ड्रग्सले मैले सुरुदेखि नै भनिरहेको थिएँ कि ड्रग्सले दिमागमा काम गर्ने कारणले गर्दाखेरि चाहिँ दिमागको धेरैवटा ठाउँमा काम गर्छ अब त्यसमध्ये एउटा जुनले दुखाइ महसुस गर्नुपर्ने हो त्यो ठाउँमा पनि काम गर्छ अनि जसले चाहिँ हाम्रो जुन जजमेन्ट हुन्छ कि यो गर्नुपर्छ यो गर्नु हुँदैन यस्तो गरेको राम्रो उस्तो गरेको राम्रो त्यसमा पनि एउटा पर्दा जस्तो लगाइदिएको गरेको हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ अनि प्रायः जस्तो मान्छेमा चाहिँ अब भ्रम जस्तो हो जस्तो के हुन्छ भने गाँजा खाएर धेरैजना मान्छेले धेरै पढ्न सक्छन् भनेको भ्रम जस्तो मात्र हो क्या पढ्छन् तर के हो भने चाहिँ गाँजाले चाहिँ एकाग्रता ल्याइदिन्छ तर कुरा के हो भने चाहिँ यदि त्यही मान्छेले गाँजा नखाइकन जुन कुरा 1 घण्टामा पढ्न सक्थ्यो भने अब उसले गाँजा खाएर त्यही कुरा चाहिँ 5 घण्टामा पढेर भ्याएको हुन्छ तर देख्ने मान्छेले के देख्छ भने अगाडितिर बसेछ किताबको अगाडि घोटेर बसेछ तर उसले त्यो चाहिँ याद गर्दैन कि यो मान्छेले पढ्न सक्ने मान्छेले नै याद गर्ने हो पढ्नै नसक्ने मान्छेले कहिले पनि याद गर्न सक्दैन अनि त्यही कारणले गर्दाखेरि चाहिँ जुन मान्छेले त्यो मान्छेलाई चिनेछ उसलाई त थाहा हुन्छ नि यसले यही कुरा पढ्नलाई 1 घण्टामा खास पढ्न सक्थ्यो तर के हो भने अब देख्ने बेलातिर चाहिँ नजरमा चाहिँ 5 घण्टा बसेर पढ्दै यसले सबै आउँछ भनेर ओके भन्नाले ड्रग्स लिने मान्छेलाई दर्द सहने क्षमता बढ्दै जान्छ 1 नम्बर र उसको डिसिजन राम्रो नराम्रो जुन के छ भन्ने जुन डिसिजन मेकिङ पावर हुन्छ त्यो पनि कम भएर जान्छ हजुर हजुर ओके जस्तो म एउटा सानो एड गरिदिन्छु जस्तो एउटा सानो एड गरिहालौँ है अनि त्यसपछि चाहिँ जस्तो अफिम जस्तो केमिकल यदि चाहिँ हाम्रो दिमागले आफैले पनि पैदा गर्छ अनि त्यसपछि के हुन्छ भने चाहिँ जस्तो अफिम जस्तो केमिकल चाहिँ यदि रिलिज भयो भने त्यसले हाम्रो जिउमा चाहिँ पेन किलर जस्तो काम गर्छ त्यही भएर अब हामी बाहिरबाट अफिम खाएर गइरहेछौँ अफिम वा अफिम जस्तो कुनै कुरा खाएर गइरहेछौँ भने होइन त्यसले त हामीलाई नेचुरल्ली नै पेन किलर जस्तो काम गर्यो नि जसले दुखाइ सुखाइ सहँदैन जो दुखाइ सुखाइ विरुद्ध हामीलाई प्रतिरोध गर्छ भनेर ल सर धन्यवाद अब हम सब तनका देर व्यावसायिक विश्राम रुकै छियै फिर से अभी डॉक्टर साहब से अभी हमारे गप बाकी छै धन्यवाद की अहाँके भूख कम लगैया या नींद सेहो नहीं अबैया माथ दुखेनाइ डर लगनाइ धड़कन तेज भेनाइ मन छटपट करनाइ भूख आ नींद कम लगनाइ माथ के बीमारी के शंका वा लक्षण छै तैं एकरा नजरअंदाज नहीं करी एकर समय पर उचित इलाज भेनाइ जरूरी है एकर लेल संपर्क करू प्रत्येक दिन जालान मेडिकल हॉल हॉस्पिटल रोड डॉक्टर
शिरीष अर्याल, मानसिक तथा नशा रोग विशेषज्ञ। संपर्क नंबर 98 442 98 443। हजुरबा कता जान लाग्नु भएको? हाम्रो फोनमा समस्या आयो, दूरसञ्चारमा बुझ्न जान लाग्यो। मेरो पनि प्रिपेडमा 4G एक्टिभेट गर्नु छ। म पनि हजुरसँगै जान्छु है। कता हो नातिनी हजुरबुवा? फोन बिग्रियो, नेपाल टेलिकम जान लाग्यो। अहिले नेपाल टेलिकमको अफिसै जानु पर्दैन नि। 1498 मा निशुल्क डायल गरेर नेपाल टेलिकमको सम्पूर्ण सेवा सम्बन्धी कुनै पनि समस्याको समाधान पाउन सकिन्छ। जमाना बदलिएछ, जहाँ समस्या त्यहाँ उपाय। त्यसैले त हामी भन्छौं नेपाल टेलिकम राष्ट्रको संचार। कोरोना वायरस डिजीज कोभिड-19 जोखिम न्यूनीकरण में सब क्यों सचेत बनू। कोरोना वायरस कोभिड-19 नामक संक्रामक रोग विश्वव्यापी महामारी के रूप लेने अपना सबके मालूमे छे। ई महामारी से अखन धरि विश्व के प्राय सब देश प्रभावित भेल छै। नेपाल सेहो कोभिड-19 महामारी के जोखिम में रहल छै। कोरोना वायरस रोकथाम तथा नियंत्रणक लेल सरकार लॉकडाउन सहितक रणनीति लऽ कऽ आगाँ बढ़ि रहल छै। कोरोना वायरस से बचेबाक लेल प्रदेश दू सरकार सेहो संघ आ स्थानीय सरकार संग समन्वय कऽ कऽ विभिन्न काज सब कऽ रहल सर्वविदिते छै। सरकारक आधिकारिक निकाय से जारी निर्देशन सभक पालना करैत घरे में बैस कऽ हरेक नागरिक द्वारा अपन आ परिवारक जीवन रक्षा के लेल आह्वान सेहो करऽ चाहै छी। कोरोना वायरस मानव सभ्यता के अस्तित्व पर विश्व चुनौती खड़ा कयने एहि जटिल परिस्थिति के निस्तेज करबाक अभियान में सब केओ के एकजुट भऽ कऽ आगाँ बढ़ऽ अपील समेत करऽ चाहै छी। हरिश्चंद्र शाह, निर्देशक, स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मंत्रालय, प्रदेश 2। नवल किशोर शाह, मंत्री, सामाजिक विकास मंत्रालय, प्रदेश 2। केहन पलंगड़ी के केहन है तोशक, छोटे है। केहने दाना तोशक देने हैं, केहन रुइया है। यो समझी बैठो। ये एते बढ़िया पलंगड़ी देलिए, तोशक केहन देलिए या? जहाँ भी खोजली तो यहने मिले। से अहाँ के मालूम नहीं है समझे? मिल एरिया में ताज रुई सेंटर में पलंग के नापी अनुसार पर गद्दा सब भेटी। ठीक है समझी। ताज रुई सेंटर में जाकर हम दोसर बनवा कर अभी लेने आबै छी। इहे से ताज रुई सेंटर गुणस्तरीय रुइया से बनाओल गेल तोशक, सिर्फ गद्दा, मैट्रेस तथा सिंगल रुइया से बनाओल गेल तकिया खरीद कर सालों साल आराम करो। पलंग के नाप अनुसार पाइपिंग गद्दा वारंटी के साथ बनाओ चाहे। ताज रुई सेंटर से हाथ के हाथ बना कर हम ला देली अपने। हाँ समझी, बहुत बढ़िया गद्दा हवा। ताज रुई सेंटर, सीरत भंडार, मिल्स एरिया ए। के तपाईलाई डर लाग्छ वा तपाईको मुटु काम छ? छाती ठुकढुक र मुटुको गति बढ्ने समस्या पनि छ? टाउको दुख्नु, आधा टाउको दुख्नु, लामो समयदेखि जिउ दुख्नु? यदि छ भने सावधान, यो मनोवैज्ञानिक रोग पनि हुन सक्छ। यसलाई समयमै उपचार चाहिन्छ। ढुक्क हुनुस्, उपचारका लागि हामी तपाईको सेवामा छौं। प्रत्येक दिन जालान मेडिकल हल, हस्पिटल रोड, डाक्टर शिरीष अर्याल, मानसिक तथा नशा रोग विशेषज्ञ। संपर्क 98 442 98 443। नमस्कार, हम सब फिर से हाजिर छिए छोट व्यावसायिक विश्राम के बाद। हम सब गप करी छलहुँ हँ नशा लागू औषध के बारे में। डॉक्टर साहब अभी हमारे सबके मेन क्वेश्चन छलैया कि हमार फैमिली में या हमार बच्चा सब या पारिवारिक लोग सब में से कोई आदमी ड्रग एब्यूज या नशा कर रहल छै कि नहीं, केना बुझल जाए,
कोन कोन लक्षण देखला से बुझल जाइ छै। दोसर बात की छै सर साहब हम सब बुझल चाहै छियै डाक्टर साहब यो ड्रग एब्युज को जुन हामी कुरा गर्यौं होइन यो ठीक हुन्छ कि हुँदैन सबभन्दा पहिले यो बताउनुस् त हामीलाई। ठिक हुन्छ, यो अघि पनि मैले भने नि जस्तो केही कुराहरू छुटाउनु पर्ने चाहिँ एउटा मनोसामाजिक तरिकाले गइयो र अनि त्यसपछि उपचारको विधिमा चाहिँ एउटा मनोसामाजिक तरिका हुन्छ जुन साइकोसोसल तरिका हुन्छ अनि एउटा चाहिँ एक्युट फेज म्यानेजमेन्ट हुन्छ। एक्युट फेज म्यानेजमेन्ट भनेको चाहिँ जे कुरा खाइरहेछन् होइन अनि त्यो कुरालाई चाहिँ छुटाउने केही औषधिहरू हुन्छ। यदि यो दुईटा तरिकाले गइयो भने चाहिँ अवश्य छुट्छ। ओके, तपाईँले अघि जुन भन्नुभयो नि काउन्सिलिङ गरेर छुटाउन सकिन्छ होइन, जुन मान्छेले चुरोट खाइरहेछ उसलाई थाहा छ चुरोट खाएपछि मलाई के हुन्छ, जसले रजनीगन्धा खाएर उसलाई थाहा छ मलाई रजनीगन्धा खाएर क्यान्सर हुन्छ, मान्छे त अलरेडी बुझेकै छ है, तपाईँले बुझाउन कसरी बुझ्छ फेरि त्यो हामीले के स्पेसल गर्ने हो त्यसमा तपाईँले? अनि त्यसको लागि त मैले अघि नै पनि भने नि जस्तो खाइरहेको कारणहरूदेखि लिएर अब धेरै लामो प्रोसेस छ, यसलाई अहिले डिस्क्राइब गर्न थालियो भने अलि टाइम जान्छ। ओके, अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब जे गरिरहेछ त्यो किन गरिरहेछ भन्ने मेन प्राइमेरी एउटा फोकस हुनुपर्छ। अब होइन सबैलाई थाहा छ होइन, तर उसलाई थाहा नभएको कुराहरू धेरै कुराहरू हुन सक्छ जुन चाहिँ दिमागमा हाम्रो कन्सियस दिमागमा नआएको गरेको हुन्छ। उसले किन खाइरहेछु भनेर उसलाई आफैलाई पनि थाहा हुँदैन। त्यो कुराहरू खोतल्दै गइसके पछाडि अनि त्यसो मान्छेहरूलाई कुनै पनि नसा छोड्न ओर्न सजिलो हुन्छ। ओके, त्यसो भए अहिले हामी अब कुरा गरौँ हाम्रो जुन समाजमा मेन क्रोनिक या प्रब्लम भएको कुरा अल्कोहल र के भन्छ यो इन्जेक्सन जुन मान्छेले प्राय लिइरहेको हुन्छ होइन। हजुर, दारू कतिसम्म नर्मल भन्ने, कतिभन्दा धेरैलाई हामीले क्रोनिक या नसामै लिएर जाने, त्यसलाई रोगमा लिएर जाने? रोग भन्नाले अब मैले पहिलाको एपिसोडहरुमा पनि भनिसकेँ हैन, रोग चाहिँ कसलाई भनिन्छ भने जसले गर्दाखेरि कुनै पनि कुराले गर्दाखेरि चाहिँ यदि आफ्नो जिन्दगी आफ्नो वरिपरिको मान्छेहरुको जिन्दगी र अनि त्यसपछि समाजमा केही कुराको नराम्रो असर पर्न सक्छ भने त्यसलाई चाहिँ रोग भनेर भन्नुपर्छ। अब कहिलेकाहीँ खाने र अनि त्यसपछि त्यसले खासै केही अप्ठ्यारो नहुने वर्ने हो भने त्यसलाई चाहिँ पर्मिसिबल ड्रिङ्किङ भनेर भनिन्छ, जुन चाहिँ अब गर्न पाइयो, रक्सी खान पाइयो वाला टाइपको। अब तर अब के हुन्छ भने चाहिँ जुन चाहिँ बिमारी हामीलाई देखेको छ, अब देखेकोमा चाहिँ के हुन्छ डिपेन्डेन्स भनेर भनिन्छ। डिपेन्डेन्स भने बानी पर्नु, केही पनि कुराको बानी पर्नु अनि जसले चाहिँ नराम्रो गर्छ। जस्तो के हुन्छ भने बानी परेको मान्छेहरूलाई चाहिँ प्रायः जसो के हुन्छ भने त्यो कुरा खाउँ जस्तो लागिरहन्छ। जस्तो रक्सी खाने मान्छेलाई त्यो कुरा चाहिँ रक्सी नभइकन अब रक्सी चाहिँ हुन्छ नि 24 घण्टा उसलाई लाग्छ कि रक्सी खाइरहँ जस्तो लाग्छ। वा अब कति मान्छेहरूलाई हुन्छ कि साँझतिर मात्र खाने, अब किन दिमागले त्यही क्यु दिन्छ कि अब काम सकेर आए घरमा बसेँ, अब घरमा बसिसकेपछि अब अरू कुरा मलाई केही पनि चाहिएको छैन, मेरो फर्स्ट कुरा हुनु पर्यो मसँग रक्सी, अनि त्यस्तो हुनुपर्छ। त्यसपछि अनि दोस्रो कुरा के हो भने चाहिँ अब त्यसमा पहिला जति खाइरहेको थियो त्योभन्दा अब मात्रा बढ्दै जान्छ। जस्तो पहिला यति रक्सी खाँदाखेरि चाहिँ मलाई रमाइलो लाग्थ्यो, जुन दिमागी नसा हुन्छ, यति मात्रले मलाई रक्सीले नसा लाग्थ्यो भने अब के हुन्छ नि बिस्तारै 2-4 पल्ट खाइसकेपछि यतिले त्यो नसा दिँदैन अनि त्यसै बढाउन थालिन्छ, मात्रा बढ्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ त्यसलाई हामी टलरेन्स भन्छौँ, अब त्यो बढाउँदै गइन्छ। अनि अर्को चाहिँ के हुन्छ नि जस्तो अब कुनै पनि नसा गर्दाखेरि चाहिँ यदि त्यो नसा त्यो दिन गरेन भने चाहिँ अनि त्यसपछि धेरैवटा शारीरिक र मानसिक लक्षणहरू देखिन गर्न सक्छ। जस्तो जुन दिन नसा छुट्छ, जस्तो धेरै दिन रक्सी खाइरहेको मान्छेले अचानकसँग कुनै दिन रक्सी नखायो वा कम खायो वा रेगुलर खाइरहेको ब्रान्ड भन्दा अर्को ब्रान्ड खायो भने हैन, अनि त्यो बेला चाहिँ रक्सीको मात्रा जिउमा वा दिमागमा पुगेको हुँदैन। त्यही कारणले गर्दाखेरि जस्तो हातहरू काप्ने ओर्ने रक्सी नखा बेला, अनि एकदम छटपटी हुने, निन्द्रा नलाग्ने, भोक नलाग्ने, यो चाहिँ सामान्य लक्षणहरू भयो। अब योभन्दा बढी के हुन्छ नि अब रक्सी जस्तो एक दिन छुट्यो भने हैन त्यो मान्छे चाहिँ कहिलेकाहीँ बेहोस पनि भइदिन सक्छ रक्सी छोडेको बेलातिर। अब रक्सी धेरै खाने मान्छेले अब 2-4 दिन एक्स्ट्रा छुट्यो ओर्यो भने हुन्छ, अनि त्यसपछि के हुन्छ मान्छेले होस आवास गुमाउँछ। भनेको मान्छेहरू एकअर्कालाई नचिन्ने ओर्ने, कहाँ छु के गरिरहेको छु, राति नसुत्ने, ऊ मान्छे आयो मलाई मार्न लाग्छ, मलाई खोजिरहेछ,
अमेरिकाबाट मान्छे आयो वा पुलिसबाट मान्छे आयो मलाई खोजिरहेछ यस्तो यस्तो कुराहरू गर्ने भनेर त्यो हेलुसिनेसन्सहरू यस्तो यस्तो हुन थाल्न सक्छ। अनि त्यही भएर चाहिँ अब धेरैवटा कुराहरू मिलाएर चाहिँ अनि त्यसपछि हामीले एउटा बानीको एउटा विचार गर्छौँ होइन कि यसलाई यो मान्छेलाई चाहिँ बानी परिसकेछ भनेर। अनि अब उपचारको पद्धतिमा चाहिँ के हुन्छ भने चाहिँ अब यो बानी परेकोलाई चाहिँ अब रक्सी छुट्दाखेरि त आखिर यस्तो यस्तो हुँदो रहेछ, अचानकसँग छुट्याइदियो भने त आखिर गाह्रो हुँदो रहेछ। अनि त्यही भएर फर्स्ट कुरा चाहिँ हामी उपचारको पद्धतिमा के गर्छौँ नि, रक्सी छुटिसक्दाखेरि त्यो गाह्रो नहुनुलाई के औषधिहरू दिन्छौँ। रक्सी छुटाउने औषध दिँदैनौँ, त्यो एकदम त्यो घरमा बसेर, किनभने यो रक्सी भनेको प्राय धेरै ठाउँमा यो समस्या नै छ। समस्या किन छ भने अब रक्सी खाइसकेपछि मान्छे दिमागमा आफ्नो ठाउँमा हुँदैन। घरमा मारपिटदेखि लिएर त्यसपछि टोल छिमेकमा मारपिटदेखि लिएर हो हल्लादेखि लिएर अनि त्यसपछि पुलिसदेखि लिएर यताउता सबतिर दुःख पाइसकेको हुन्छ। मेडिकल कम्प्लिकेसन त आफ्नो ठाउँमा छँदै नै छ। सरले भन्नुभयो नि 4-5 दिन रक्सी खाएन भने उसलाई के सिम्पटम्स देखा पर्छ, बोलाएर जान्छ या नभएको कुराहरू सोच्न थाल्छ, अरू बोल्न थाल्छ होइन। त्यस्तो कन्डिसनमा के उसलाई ठिक पार्न रक्सी दिनु पर्यो कि? होइन त्यस्तो होइन। यो चाहिँ कस्तो हुन्छ नि, अब किन रक्सीको उपचार रक्सीले हुने एउटा मात्र हुन्छ, अनि तर यो चाहिँ त्यो कन्डिसन होइन। अनि त्यसपछि चाहिँ यसमा चाहिँ के गरिन्छ भने चाहिँ जस्तो रक्सी छोडेर अनि होस हवास गएको मान्छेलाई चाहिँ उसले आफ्नो घरको परिवारको मान्छे पनि चिन्दैन, उसले आफ्नो परिवारको मान्छे पनि चिन्दैन। अनि त्यो ऊ कहाँ छु के गरिरहेको छु त्यो पनि थाहा हुँदैन, दिनरातहरू के छ कस्तो छ त्यो पनि केही पनि थाहा हुँदैन। अनि त्यसपछि अब यस्तो मान्छेहरूलाई चाहिँ प्रायः जसो भर्ना गरेर उपचार गर्नुपर्छ, किनभने यो मान्छेहरूमा चाहिँ एकदम मर्न सक्ने चान्स चाहिँ एकदम धेरै हुन्छ। किनभने यस्तो मान्छेहरूले विभिन्न किसिमको दृश्यहरू देख्छन्, विभिन्न कुराहरू सुन्छन् जुन चाहिँ अरू मान्छेहरूलाई कसैलाई पनि न देखाइदिन्छ न सुनाइदिन्छ। अनि त्यही कारणले गर्दाखेरि अब कतिजना मान्छेहरू जस्तो हुन्छ कि होइन, मान्छेहरू आयो भनेर झ्यालबाट हाम फालिदिने वा मलाई मान्छेले मार्न आउनु लाग्छ भनेर अनि आफ्नै पेटहरू काटिदिने, घाँटी काटिदिने भन्ने त्यस्तो कुराहरू पनि हुनसक्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अनि बिस्तारै अब त्यहाँबाट यस्तो भइसकेपछि औषधिहरू सुरु गरिन्छ, जुनले गर्दाखेरि बिस्तारै गर्दै 2-4 दिनमा अनि मान्छे आफ्नो होसमा फेरि आउँछन्। यसको इलाज कहाँ हुन्छ? फिजिसियनले गर्ने हो कि लिभरको डक्टरले गर्ने हो कि तपाईँले गर्ने हो? यसको एक्चुअल इलाज गर्ने को? यस्तो छ, जस्तो शारीरिक समस्याहरू आछ भने चाहिँ त्यसलाई चाहिँ फिजिसियनले नै हेर्दाखेरि ठिकै हुन्छ। जस्तो लिभरमा समस्याहरू आछ धेरै रक्सी खाएर, अनि त्यसपछि अब यसमा चाहिँ कोलाबोरेट गर्नुपर्ने हुन्छ कि खास नसाले गर्दाखेरि अरू बाँकी जस्तो अघि मैले भने जे छोड्दाखेरि गाह्रो हुने गर्ने त्यस्तो छ भने त्यस्तो पार्ट चाहिँ हामीले हेर्छौँ। जुन चाहिँ दिमागसँग रिलेटेड पार्टहरू चाहिँ हामीले हेर्ने गरेछौँ। जस्तो अब अरू बाँकी केही पनि समस्या छैन भने खालि दिमागी मात्र लक्षणहरू छन् भने चाहिँ त्यो चाहिँ हामी जस्तो साइकाइट्रिस्टहरूले हेर्ने गरेछौँ। भन्न खोजेको यदि त्यो मान्छेमा रगत आउने बान्ता सान्ता मतलब कस्तो टाइपले त यो शारीरिक लक्षण भन्नुभयो? शारीरिक लक्षण भने त्यही तपाईँले भने जस्तै जस्तो रक्सी धेरै खाएर ओरेर एकदम ग्यासको समस्या भयो वा उल्टी हुन थाल्यो, रगतको उल्टी हुन थाल्यो वा के भन्छ ब्लिडिङहरू जस्तो दिशाबाट पनि रगत जान ओर्न थाल्यो, लिभरको समस्या आउन थाल्यो, जन्डिसहरू देखिन ओर्न थाल्यो होइन। अब यस्तो कुराहरू देखिन ओर्न थाल्यो भने चाहिँ त्यो चाहिँ फिजिसियनकै गएर भेट्दाखेरि राम्रो। अनि त्योभन्दा बाहेक अब जस्तो दिमागी लक्षणहरू छ भने चाहिँ दिमागी लक्षणहरू जस्तो मान्छे नचिन्ने, त्यसपछि बेहोस भइरहने रक्सी नखाँदाखेरि वा रक्सी खाएको खाइ मात्र गरिरहने, छोड्नै नसक्ने त्यस्तो कुराहरू छ भने चाहिँ त्यसको लागि चाहिँ साइकाइट्रिस्ट भेट्नुपर्छ। ओके, त्यसो भए यो अल्कोहलको छोडाउने इलाज छ एकदम ट्रिटमेन्ट गर्न सकिन्छ एकदम। ओके, अब सर सेकेन्ड फेज हामीले अघि कुरा गऱ्यौँ नि इन्जेक्सन र जुन ट्याब्लेट खान्छन् होइन। अब एज अ साइकाट्रिस्ट तपाईँले पनि कतिवटा औषधि लेख्नुहुन्छ जुन औषधि खाएर मान्छेलाई निद्रा धेरै लाग्छ, अथवा जसलाई हामीले ड्रग्सको रूपमा हामी यो जुन नसाको रूपमा पनि लिन सकिन्छ होइन। एकदम। तर कुनै अब म एज एन केमिस्ट अब जुन म फार्मेसी बसेर हेरिरहेको हुन्छु, कुनै औषधि अब जुन मान्छे तपाईँहरूले 5 दिन 7 दिन या 10 दिन नसाको निद्राको औषधि चलाउँछ नि, त्यो 6 महिना 3 महिना मान्छे खाइरहेको हुन्छन्। तपाईँले पनि त कहीँ प्रिस्क्रिप्सनमा गरेर उनीहरूलाई निद्राको औषधि या नसाको औषधितिर राखिँदै हुनुहुन्छ कि?
होइन, हामीले पनि नसाको वा निद्राको औषधिहरू राखेको गरेको हुन्छौँ, तर त्यो कुन बेलासम्म राखिन्छ नि, जुन बेलासम्म हाम्रो दिमागलाई त्यो कुराको बानी पर्दैन त्यति बेलासम्म मात्र राखिदिया हुन्छ। अनि किनभने तत्काललाई सहयोग गर्ने औषधिहरू हो, अब जुनैसुकै पनि औषधि जुन चाहिँ दिमागमा काम गर्छ त्यो धेरै लामो समयसम्म युज गर्नाले चाहिँ अनि त्यसको एउटा किसिमको बानी पर्न सक्छ। जस्तो कि निन्द्राको औषधि हो, निन्द्राकै औषधिमा होइन, जस्तो कसैलाई निन्द्रा लाग्दैन भने त्यसमा 2-3 थरीको औषधिहरू चलिरहेको हुन्छ, जसमा चाहिँ एउटा चाहिँ रक्सीकै जस्तो काम गर्ने औषधि चलिरहेको हुन्छ। अब किनभने थाहा छ रक्सी धेरै दिन खायो भने बानी पर्छ, त्यही भएर त्यो रक्सी जस्तै औषधि पनि धेरै दिन खायो भने पक्कै बानी पर्छ। अब तर मान्छेहरूलाई के हुन्छ भने चाहिँ सबै कुरा थाहा नहुने हुन्छ, अनि त्यही कारणले ल अब सबैलाई एउटै लाग्छ कि निन्द्राको लागि चाहिँ एउटै मात्र औषधि छ त्यही दिनुपर्छ, त्यस्तो छैन। कुनै औषधिहरू हुन्छ जस्तो हामी जुन प्रयोग गर्छौँ जसमा चाहिँ औषधि बिस्तारै घटाउँदै छुटाउनु पनि सकिन्छ, तर अब हामीसँग नभेटिकन अनि आफ्नै मनले औषधि खाँदाखेरि चाहिँ अनि प्रायः जसो मान्छेहरूलाई चाहिँ भ्रम के छ भने चाहिँ, भ्रम भन्दा नि विश्वास के छ भने चाहिँ निन्द्राको औषधि एउटै मात्र हुन्छ, अनि त्यही भएर त्यो चाहिँ खाइरहनुपर्छ, अरू बाँकी यो चाहिँ निन्द्राको लागि दिएको होइन भनेर। त्यो पनि एक प्रकारको एब्युज हो कि नसा नै हो कि? होइन, त्यो त एकदम त्यो अब जस्तो अब्युज भनेको अब आफूले खायो वर्यो अनि त्यसपछि त्यो नखाइकन नहुने ओर्ने भएपछि त्यसलाई त अब्युज भन्नु परिहाल्यो। अब त्यो के हुन्छ अनि बारम्बार, अब मैले अघि नै पनि सुरुमा भनेको थिएँ जस्तो 2-3 हप्ता जस्तो कुनै पनि कुराहरू जिउमा पर्यो वर्यो जुन चाहिँ दिमागमा काम गर्छ भने पनि त्यसको बानी पर्न सक्छ। अब त्योभन्दा बढी अब 1 महिना 2 महिना त्योभन्दा बढी खान वर्न थालियो भने त त्यो बिना त अब निन्द्रै नलाग्ने भयो नि त, किनभने दिमागले त अब आफूलाई ठिक पार्नुपर्छ भन्ने त्यो छँदै छैन क्या, किनभने हाम्रो जिउले आफूलाई ठिक पार्न कोसिस जहिले पनि गर्छ। अनि त्यसपछि के हुन्छ भने अब ठिक नभएको खण्डमा चाहिँ अनि त्यसपछि औषधि केही दिनको लागि प्रयोग गर्ने, जुनसुकै औषधि पनि, अनि त्यसपछि त्यसले के हुन्छ हामीले चाहिँ हामीलाई चाहिँ अब यति जति फाइट पावर चाहिएको थियो अरे, हाम्रो जिउको पावर यतिमा छ, अनि त्यसपछि अब त्यो औषधिले के गरिदिन्छ, यो पावर यहाँसम्म ल्याइदिन्छ। अब त्यसपछि त के गर्नुपर्छ, त्यसपछि औषध छोडिदिनुपर्छ। त्यो औषध छोडिसकेपछि जिउले आफैले रोगलाई मार्न ओर्न खोज्छ। तर अब के भयो भने होइन, डेली यदि म त्यही कुनै एउटा औषधि खाइरहेको छु होइन, अनि भने मेरो दिमागले अब कोसिस गर्नै छोडिदिन्छ कि मलाई ठिक पार्नु छ, अनि त्यही कारणले गर्दाखेरि अनि सधैँ एउटा बानी परिरहेको हुन्छ। अनि त्यही भएर अब धेरै लामो टाइमसम्म खाइसके पछाडि के हुन्छ भने अब जुन कुरा कोसिसै छोडिसकिया छ अब त्यसलाई फेरि कोसिस गराउनु पर्यो, अनि त्यही भएर त्यो बिचमा चाहिँ अनि जुन ग्याप हुन्छ, ग्यापमा चाहिँ अनि एकदमै गाह्रो हुन्छ। सर म तपाईँसँग एउटा कमन औषधिको कुरा गर्छु है, कमन औषधिको नामै भनेर भन्छ, क्लोनाजिपाम भन्ने एउटा औषधि छ होइन, हजुर, जुन प्राय म्याक्सिमम साइकाट्रिस्टको प्रिस्क्रिप्सन देखा परिन्छ एकदम। र तपाईहरू अब एज एन साइकाट्रिस्ट, म तपाईँलाई मात्रै भन्न खोजे होइन कि, एज एन साइकाट्रिस्ट जुन हाम्रो ब्रान्च छ, प्राय कसैले 3 महिनालाई, कसैले 6 महिनालाई, कसैले 7 दिनलाई, कसैले 6 दिनलाई अरू पेसेन्टसँग प्रिस्क्रिप्सन छ है, आउँछन्। अब त्यो त लिगलाइज हामीले दिनु पर्यो, एज एन केमिस्ट मैले बेच्नु पर्यो त्यसलाई, त्यो कतिको लिगल या इलिगल या कसो गल्ती हो त्यहाँनिर? होइन, त्यहाँ गल्ती भन्दा पनि निड अनुसार हुन्छ। जस्तो बिरामीहरू कोही बाहिरबाट आएको छन् छन् होइन, अनि जसलाई चाहिँ अब त्यो औषधि अब उसलाई फेरि फर्केर आउनु पर्ने कहिलेकाहीँ गाह्रो भएको कारणले गर्दाखेरि त्यस्तो बेलातिर चाहिँ 1-2 महिना 3 महिनालाई दिइदिएको हुन पनि सक्छन्। हालाकि साइकाट्रिस्टले नेपालमा त्यति लामो औषधि प्रिस्क्राइब गर्ने भनेर त्यो जुन क्लोनाजिपाम भन्नुभयो, मैले चाहिँ त्यस्तो साह्रो भेटेको चाहिँ छैन है। त्यो इन्डियामा चाहिँ त्यस्तो ट्रेन्ड छ, इन्डियामा 6 महिनालाई यस्तो क्लोनाजिपाम, बेन्जोडाइजपिनहरू जस्तो यस्तो औषधिहरू दिइदिन्छन्। अब त्यसले बानी पर्छ थाहा छ, तर अब नेपालमा चाहिँ यस्तो कुराहरू हतपत्त गर्दैन। अब गरिन्छ कुन कन्डिसनमा भने जस्तो 2-3 वटा औषधि खाइसके तर अब कुनै पनि औषधिले छोइरहेको छैन, अनि त्यसपछि चाहिँ बल्ल अनि यो औषधि चाहिँ ल अब तिमी यही औषधिले मात्र तिमीलाई छुन्छ भन्यो भने अनि त्यसपछि बल्ल दिने गरिन्छ, नत्र भने अरू बाँकी औषधिहरूले गरिरहेछ भने अब हामीले त्यस्तो औषधिहरू प्रयोग गर्दैनौँ। ओके, अघि हाम्रो जुन ड्रग्सको कुरा गर्दा रक्सी र इन्जेक्टेबल र ट्याब्लेटको कुरा गरेको थियो होइन, तपाईँसँग म अहिले प्रिस्क्रिप्सन ड्रग्सको कुरा गर्न आएँ। तर अघि फर्स्टमै भन्नुभयो मेडिसिनलाई पनि ड्रग्स भनिन्छ होइन, तपाईँले एउटा क्लोनाजिपामको कुरा गर्नुभयो होइन, म्याक्सिमम साइकाट्रिस्टको पूर्जा देख्यो भने त्यसमा निन्द्राको या त्यो औषधिले निन्द्रा आउने, निन्द्रा जस्तो गराउने औषधि धेरै हुन्छ। अब अहिले यो बन्दको बेलामा, यो जुन कोरोना भाइरसको पेन्डेमिकको बेलामा जुन इन्डियाको बोर्डर बन्द छ या मान्छे लकडाउनमा छन् होइन, म्याक्सिमम प्रिस्क्रिप्सन या म्याक्सिमम पूर्जाहरू हामी कहाँ या औषधि किन्ने मान्छेहरू आइरहेछन् जसमा निन्द्राको औषधि
या टाउकोको औषधिहरू जुन हामीलाई थाहा छ यो 1 महिना 2 महिना खान सक्छन्, त्यो धेरै कन्टिन्यू गर्नु हुँदैन या डोज कम गर्ने समय आइसकेको छ, तर उनीहरूले खाइरहेछन् या खोजिरहेछन्। यस्तो कन्डिसनमा के गर्नु? हैन, यस्तो हुन्छ सुमितजी, कस्तो हुन्छ भने चाहिँ पहिला एउटा कुरा के बुझ्नु पर्यो भने जुन तपाईँले भनेको जस्तो औषधि होइन, त्यो चाहिँ गलतफहमीमा बस्नु भएन कि यो निन्द्राको मात्र औषधि हो भनेर। किनभने मेरो पूर्जाहरूमा म त्यस्तै किसिमको औषधि बिहान पनि दिइदिन्छु होइन। मैले त्यो के कुराको लागि युज गरेँ भनेर त्यो चाहिँ म आफैलाई मात्र थाहा छ होइन। किनभने डर चिन्ताहरू यताउता भए त्रासहरू मेटाउने औषधि पनि त्यही हो। त्यही भएर जुन चाहिँ बेलासम्म मान्छेलाई डर लागिरहेको हुन्छ त्यो औषधिले डरको औषधि काम गर्छ। जब डर खत्तम हुन्छ त्यसपछि त्यो औषधिले निन्द्राको औषधिको काम गर्ने हो। त्यति हो, एकदम सिम्पल। अनि त्यही कारणले गर्दाखेरि चाहिँ होइन, अब यस्तो औषधिहरू अब कतिसम्म प्रयोग गर्ने के गर्ने भनेर होइन, अब के हुन्छ भने अब यही औषधि मात्र प्रयोग गर्नुपर्छ यसैले मात्र ठिक हुन्छ भन्ने हुँदैन। यो केही समयको लागि दिइदिने हो। यो केही समयको लागि दिइसके पछाडि अब ब्याक अफ द माइन्ड के हुनु पर्यो भने चाहिँ यो औषधिको बानी पर्छ, अब यदि यो औषधिले काम गरिरहेछ भने मेन औषधि चाहिँ अर्कै हुन्छ। मेन औषधि मिलाउन सक्नुपर्छ, त्यसपछि मात्र अनि यो औषधि छुट्याइदिने हो। के तपाईँहरूले प्रिस्क्राइब गर्ने औषधिहरूमा क्रिटिकल या डर लाग्दो बानी पर्ने औषधिहरू कति प्रकारका हुन्छन्, के छन्? एक दुईवटाको नाम भन्न सक्नुहुन्छ सर? अनि डरलाग्दो किसिमको औषधिहरू भनेको त अब कुनै पनि औषधि गलत तरिकाले युज गरियो भने त्यो डरलाग्दो नै हुन्छ। अनि अब प्रायः जस्तो चाहिँ सेडेटिभ नार्कोटिकहरू भनेर जुन चाहिँ नेपाल सरकारले पनि कडाइ चढाइ गरेर राखेको छ होइन। अब यसमा यी बेन्जोडाइजपिनहरू पर्यो होइन, यिनीहरू नै हो अब प्रायः जसो धेरै केसमा अलिकति खतरनाक भनेर हो। किनभने अब मान्छेलाई थाहा छ स्लिपिङ ट्याब्लेट हो भनेर। अब त्यो मैले अघि पनि भने जुन गलतफहमीमा मान्छेहरू छन् होइन, स्लिपिङ ट्याब्लेट हो भनेर। हुन पनि हो, एक किसिमले स्लिपिङ ट्याब्लेट हो, तर सबै प्रेसक्रिप्सनमा त्यो स्लिपिङ ट्याब्लेटै भन्ने हिसाबले दिएको गरेको हुँदैन। अब कुनै पनि औषधि त्यही मात्रामा, अब जस्तो कुनै पनि जस्तो एन्टिबायोटिकै एउटा खाने ठाउँमा 10 वटा खाइदियो भने त त्यो पनि त हानिकारकै भयो नि। त्यही भएर चाहिँ अब एकदमै खतरनाक औषधि भनेर चाहिँ सबैलाई नै मान्नुपर्छ यदि जजमेन्टल युजमा भएन भने। एन्टिबायोटिक 10 वटा खायो भने खतरनाक हुन सक्छ होइन सर, तर एन्टिबायोटिकको डोज 5 दिन 7 दिन 10 दिन 15 दिन लेखा हुन्छ डक्टरले, 15 दिन खाने 7 दिन खाने। तपाईँहरूको प्रिस्क्रिप्सनमा 2 महिना आउनुहोस्, 5 महिना आउनुहोस्, 3 महिना खानुहोस् भनेर लेखा हुन्छ। त कहीँ न कहीँ तपाईँले पनि त मान्छेलाई त्यो बानीतिर लाग्दै हुनुहुन्छ कि होइन? त्यस्तो हुँदैन। जस्तो जुन कुराको बानी परेको हुन्छ पर्न सक्छ त्यो औषधिहरू चाहिँ हत्तनपत्त छिटो बन्द गरिहालिन्छ। अनि जुन कुराको बानी पर्न सक्दैन होइन, एकदमै गाह्रो छ कि यो कुराको बानी परोस् भनेर। अब हुन्छ चाहिँ के भने हाम्रो प्रेसक्रिप्सनहरू लामो किन हुन्छ भने बिमारीको उपचारै लामो हुन्छ। जस्तो टिबीकै भयो होइन, क्षयरोगको उपचार गर्दाखेरि मान्छेलाई 6 महिना औषधि खुवाइदिन्छन् नि। औषधि खाएपछि हप्ता 10 दिन 2 हप्तामा ठिक भइसक्यो हुन्छ क्या। अब त्यो त्यति बेला छोडे पनि त हुन्छ नि। तर मान्छेले अब के भने जनचेतना यति नै धेरै छ कि होइन, क्षयरोगले मान्छे मर्छ है भनेपछि अब 6 महिनासम्म खुवाइदिरहेछ। अब त्यस्तै गरी मानसिक रोगको उपचारहरू अब त्यही हिसाबले हुन्छ। कोही 6 महिना हुन्छ, कोही 1 साल हुन्छ, कोही 5 साल, कोही 10 साल, कोही जिन्दगीभर खाइरहनु पर्ने पनि त्यस्तो पनि हुनसक्छ। अब जति दिनको डोज हुन्छ बिमारी अनुसार त्यति दिन त खुवाउनु पर्यो नि। ओके, भन्न खोजेको तपाईँको प्रिस्क्रिप्सनले तपाईँले लेखेको औषधिबाट मान्छेहरूलाई गाह्रो हुँदैन। अब धेरै प्रिस्क्रिप्सन मैले यसपालि काठमाडौँको र पटनाको भेटेँ, जसमा तपाईँलाई यो क्लोनाजिपाम भन्ने औषधि लेखा 3 टाइम खाने 2 टाइम खाने भनेर लेखिरहेको थियो। अब मलाई थाहा छ यो औषधि मिल्दैन, मैले उसलाई नदिएर बाबु मिल्दैन डक्टरसँग फोन कुरा गर या अरू कोसँग भेटेर मेन्टेन गर भनेर हामीले भनेर पठायौँ। तर उसले कहिले कहिले त्यो औषधि पाइरहेछ, उसलाई थाहा छैन मैले मिसयुज गरेँ होइन। त्यो डक्टरले लेखिरहेछ, उसको कर्तव्य बन्छ कि बन्दैन भाइ, यो यत्रो मात्र खाएर छोडिदिने या यसो नखाने भन्ने कुरा इन्फर्म गरिदिने होइन। यो कुराहरू त अब जस्तो प्रिस्क्रिप्सनको बेलातिर हरेकपल्ट यो कुरा लेखिएकै ओरेकै हुन्छ। अब जस्तो यति दिनसम्म खाने र अनि भेट्ने भनेर भन्दै हुन्छ नि त डक्टरले। अब होइन ठिकै छ 1 महिना खाऊ अनि त्यसो भेट भनिसकेपछि त भेट्ने हो खास काम। आफ्नै मनले औषधि खाइरहनु त होइन। भेट्न सकिएन भने अनि भेट्न सकिएन भने त्यसपछि त्यो अनुसारको अब जस्तो हरेक ठाउँमा आजकल डक्टरहरू त्यही हिसाबले उपलब्ध छँदैछन् होइन। जस्तो अब अरूका गए भने चाहिँ अब म भन्न सक्दिनँ। जस्तो मका जो आउँछन् उनीहरूलाई चाहिँ अब जस्तो कुनै पनि यदि यस्तै किसिमको औषधि जुन तपाईँले क्लोनाज भन्नुभयो होइन, अघि मैले त्यही भने कि अब जस्तो जनकपुरको मान्छे अब आउन ओर्न गाह्रो होला भनेर 1-1.5 महिना 2 महिनाको औषधि राखेर पठाइदिन्छन् कि
त्यसमा त कुनै ठुलो कुरा भएन। तर अब के हो भने बानी परिसक्यो भनेपछि अब त्यसलाई छुटाउनु पनि पर्यो। अनि त्यही कारणले गर्दाखेरि यदि त्यस्तो किसिमको बानी वरेकै मान्छे यदि आछन् भने होइन त्यसलाई छुटाउने तरिका पनि हुन्छ। अनि त्यो तरिकाबाट गइन्छ। ओके, यसको क्लोनाजिपाम या जुन नार्कोटिक्स ड्रग्स भन्नुभयो त्यो धेरै खायो भने साइड इफेक्ट छ एकदम। कुनै पनि औषधि धेरै खायो भने साइड इफेक्ट छ। ल अब यो इन्जेक्सनतिर हामी कुरा गरौँ होइन सर, अब समय पनि कम छ, यसलाई हामी भोलि इलाबोरेट गरौँला होइन। छोटकरीमा यो इन्जेक्सन लिन्छन्, के इन्जेक्सन हुन्छन् प्राय लिने मान्छेहरूले? इन्जेक्सनहरू त अब त्यो ब्राउन सुगरको इन्जेक्सनहरू लिने हो होइन। अनि त्यसपछि अब धेरै जसोले त्यही ब्राउन सुगर एउटा कस्तो हुन्छ नि, एउटा त्यो क्लासै हुन्छ कि अफिमवाला क्लास हुन्छ क्या। त्यो अफिमको त्यो अघि मैले सुरुमै भने नि अफिमको परिवारवाला जुन छ नि, अनि त्यो चाहिँ इन्जेक्सनको मार्फतबाट लिने गर्ने गर्छन् होइन। अब कतिलाई तर अब एकदम सानो एउटा पपुलेसन हुन्छ जसले चाहिँ सिटामोलको पनि अब्युज गर्छन्। ओके, त्यही तपाईँले सिटामोल भन्नुभयो, मैले कहीँ पढाएको थिएँ मान्छेले पुरानो मोजा हुन्छ गन्दो मोजा त्यसलाई पनि पानीमा धोएर खान्छन् रे। एकदम कसैले गिरगिटलाई मारेर सुकाएर खान्छन् होइन। गुल भने एकदम कमनली पाउँछ मार्केटमा, कतिले त्यसले त्यो पनि खान्छ होइन। त्यो यो कुन प्रकारको एब्युज भयो फेरि? यो कुन अफिमतिर आयो कि कुनतिर आयो? कस्तो नसा, यो कुन ड्रग हो? होइन यो यस्तो हुन्छ, यो यिनीहरूबाट जुन केमिकलहरू आएको गरेको हुन्छ होइन। अब यिनीहरू अब गुलमा निकोटिन हुन्छ, त्यो अब अरू बाँकीमा चाहिँ अरू केमिकलहरू हुन्छ जसले चाहिँ अब त्यही हो अब जुनले नसा दिन्छ वर्छ। अब नसडीहरूले नै युज गर्छ। सुरुमै कसैले बसेर त्यो छेपारो मारेर खाने त हुँदैन। पाउरोटीमा भिक्स लाएर खान्छन् मैले हल्ला सुनेको थिएँ, आयोडेक्स या भिक्स लाएर खान्छन् अरे। त्यो अब यस्तो हो, त्यो चाहिँ कस्तो हो दिमागलाई जे कुराले गर्दाखेरि नसा पायो त्यो कुराहरू चाहिँ अनि त्यसपछि युज हुन थाल्यो क्या। ल सर, यो सबैको हामी भोलि तपाईँसँग फेरि अरू इलाबोरेटमा कुरा गरौँला। आजको लागि धन्यवाद। धन्यवाद दर्शकबिन। ये कोरोना वायरस महामारी के में अभी नया न्यूज सुनने हैं भाई, एक नेपाल में भी डेथ भेल से। हम सब इतने कहब घर में रहू, सेफ रहू, लॉकडाउन के परिपालन करू पूरी। एकरा मजाक में नहीं लिया, इस समय बहुत ज़्यादा कष्टकर है और आने वाला दिन और खराब हो सकैया जेना लगैया नेपालों के। तेल अपना आप के सुरक्षित रखू। धन्यवाद।